नारायण एभ्रिवान। अनि आज चाहिँ मैले डुअल पावर सप्लाई बनाउँदैछु स्क्रैचबाट। अनि मैले एउटा ट्रान्सफर्मर लिएर आएको थिएँ अनि त्यसमा सानो ब्रिज रेक्टिफायर बनाएर टेस्ट गरेँ अनि सानो सर्किट पनि बनाएँ। ब्रेडबोर्डमा हल्का फुल्का स्टार्ट गरेँ ब्रेडबोर्डमा सर्किट बनाउन। अनि यो चाहिँ हाम्रो रेगुलेटर हो, पावर सप्लाई रेगुलेटर दुईटा युज गरेको थिएँ, एउटा पोजिटिभ रेल एउटा नेगेटिभ रेलको लागि। अनि मैले यो रेक्टिफायर टेस्ट पनि गरेँ अनि त्यसपछि सर्किट ब्रेडबोर्डमा बल्ल बल्ल बनाएँ। अनि त्यसपछि चेक गर्नको लागि यसो पावर अन गरेको, डर लागिरहेको थियो होइन क्यापासिटर पड्किन्छ कि भनेर, तर केही नि भएन, राम्रोसँग चल्यो, स्टेबल भोल्टेज आयो। एन्ड देन आई डिसाइडेड यसलाई पर्मानेन्टली गर्नुपर्छ भनेर अनि ब्रेडबोर्डमा चाहिँ अनि सर्किट बनाउन सुरु गरेँ। अनि बनाउँदै रातिको लगभग 12:30 बजे थियो होला। अनि त्यसपछि अब भोलि नै टेस्ट गर्छु भनेर अनि भोलिपल्ट चाहिँ अनि मैले टेस्टिङ सुरु गरेँ। अनि सर्किट कतै सर्ट सर्किट भएको छ कि भनेर डर पनि लागिरहेको थियो, तर ठिकठाक रहेछ, केही नि भएन चलाउँदाखेरि, अन गर्दाखेरि। अनि त्यसपछि भोल्टेज पनि स्टेबल नै थियो। अनि प्रब्लम चाहिँ के थियो भने सानो एउटा प्रब्लम चाहिँ के आयो भन्दाखेरि पोजिटिभ रेलमा चाहिँ 12.06 अनि नेगेटिभ रेलमा चाहिँ 11.89। त्यो चाहिँ हल्का सानो डिफ्रेन्स थियो। त्यो डिफ्रेन्स चाहिँ खासै फरक पर्दैन अरे। अनि फाइनली मेरो डुअल पावर सप्लाई चाहिँ बन्यो। अनि थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट टाइम।